संसार बदल्नु छ सुरु आफैबाट गर्नुपर्छ। आफ्नो टोल समाज आफै बनाऊ। नमस्कार कालिका समावेशी टोल समाज अर्जुन धारा 10 झापा नेपाल सचिव राजकुमार राई। यही वर्ष 2081 मा समाजको सरसामान जोड्ने कार्यक्रमको निर्णय बमोजिम तपसिल नामावलीका समाजसेवी बुद्धिजीवी र स्थानीय महानुभावहरू साथै अन्य सहयोगीहरू निम्न बमोजिम सहयोग गर्नु भएको छ। यदि तपाईको नाम छुट्यो कि कमेन्ट गर्नुहोला। केदार चौधरी 500, रबिन पोखरेल 500, पुष्प खड्का 500, नवीन राई 500, सोमबहादुर राई 500, रामबहादुर कालीकोटे 500, रमेश राई 500, बगमबहादुर राई 500, बिनमाया सेन्चुरी 500, सेन्चुरी 1000, तुलाराम कालीकोटे 500, रामसेवक चौधरी 500, विशाल भुजेल 500, रमेश जबेको 500, मानदोष पोखरेल 500, मोहन खनाल 500, शंकर धमला 500, मुक्तिबहादुर पोखरेल 500, तुलबहादुर लोहार 500, अमर लोहार 500, सुशीला राई 500, जितबहादुर राई 500, सीमा लोहार 500, घनश्याम लोहार 500, बुद्ध राई 500, सुबिन्द्र बरदेवा 500, जित कुमार बरदेवा 500, मनकुमार शंकर 500, अमृत बहादुर रोका 500, राजकुमार राई 500, गणेश जबेगु 1000, कुबेर राई 500, रणबहादुर राई 500, भीमा कालीकोटे 500, भोगेन्द्र लुइटेल 1000, पप्पू धमला 1000, दिलबहादुर धमला 500, निर्लक्ष्य सुब्बा 500, कृष्ण धमला 500, पदम सुब्बा 1051, तुलसा बरदेवा आउन बाँकी, साथै बाहिरी सहयोग राजकुमार योन्जन रु 1000 सुरुङ्गा, विशाल घिमिरे बुधारे आउन बाँकी र जम्मा रकम रु 23551 र साथीहरू खरिद गरिएको सामान निम्न छन्। कुर्सी 10 थान, भट्टीचुला 1 थान, तरकारी सप्लाई बकेट 3 थान, झारी 1 थान, कितली 1 थान, डाडु 4 थान, एल्युमिनियम बोल 2 थान। सबैजनामा धेरै धेरै धन्यवाद। कालिका समावेशी टोल समाज कार्य समिति अर्जुन धारा 10 झापा नेपाल। अध्यक्ष गणेश जबेगु, उपाध्यक्ष सीमा लोहार, सचिव राजकुमार राई, सहसचिव सुभाष विक, कोषाध्यक्ष गौमती पोखरेल, सदस्य श्यामकुमारी चौधरी, बिनमाया सेन्चुरी, मोहन खनाल, घनश्याम लोहार, नवीन राई, सुरेन्द्र बरदेवा।